गाइज मेरो भाइले मलाई अब लाँदैछ सरप्राइज, त्यो पनि कहाँ भन्दा किरात पार्क। सरप्राइज 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 वाह सरप्राइज। आधी घन्टा हिँडाइ अनि बाइक। बाई बाई। Guys, see the view. Man versus the destination, the route. अब हामी टर्निङ लिन्छौँ। उई यतापट्टि जङ्गलै जङ्गल हुनुहुन्छ। अब माथि जान्छौँ। कुचो लगाउँ कि क्या हो यहाँबाट बेच्नलाई? खान्छु कुचो लिएर जाउँ कि क्या हो बेच्नलाई? यहाँभित्र गयो हजुर। सी यस्तो ठाउँमा आइपुग्यौँ हामी, प्लस मेरो भाइ त्यहाँ पुगिसक्नुभयो। एन्ड आई थिङ्क भ्यू राम्रो हुनेछ भन्ने आशा छ। भर्खर चिप्लेको फेरि अर्को चिप्लिने बेर छुइनँ यहाँबाट फिट्ट मुनि। मेरो भाइले हेलमेट बोकेको छ। बाइक चाहिँ त्यो घरमा छ। किरात पार्क गएको मान्छे 10 मिनट पनि हिँड्नु सकेको छैन। सिधै भ्यू हिँड्नु नसकेर बिजोक। बाइकमा पेट्रोल नभएर बाइकमा पेट्रोल नभएर बाइक मुनि, मान्छे अगाडि, मान्छे पनि अगाडि होइन, जिउ अगाडि खुट्टा पछाडि। गालो पो के अरे यसको नाम? टेप लिएर जाने। हामीले यति टिप्यौँ। पहिले पार्क घुमेर आऊँ न। यहाँ मेरो भाइले अब पानी मलाई टिप्दैछ है। पार्क घुम्न आएको कि पानी हामीलाई टिप्न आएको? वाउ सियर गाइज हेर्नु, हामी हाइक गरेर किरात पार्कको यहाँसम्म चाहिँ आइपुग्यौँ। हामीलाई माथि पुग्न 6 बज्छ अनि घर पुग्दा चाहिँ आई गेस 7 बज्छ होला। अनि 7 बजे पछाडि भाइ गाइज यो फुल छ नि, यो फुल मैले मेरो भाइलाई मेरो लागि टिप्दिनु भने होइन। भाइले के भन्न थाहा छ? के भन्नुभयो भन्दा फेरि डाइलग भन्नु फेरि। तपाईँ आफ्नो लागि आफै फुल टिप्नु ल अरे होइन। यस्तरी थिएन हौ, अर्कै के थियो? गो गेट योर सेल्फ फ्लावर के भन्नुभएको थियो गाइज। मेरो भाइ धोकेबाज निक्ला। अमला ल्याइदिन्छु है पानी अमला। गाइज किरात पार्क घुम्न आएको मान्छेहरूको हातमा हेर्नु के छ? फुल, पानी, अमला, मोन्स्टेरा प्लान्ट। अझ मुनि अझै टिप्छौँ हामी। अनि हाम्रो अगाडि 2 जना मान्छे हुनुहुन्थ्यो। अनि उहाँले चाहिँ हामीलाई देखेर एकछिन कस्तो कन्फ्युज हुनुभयो क्या। अनि उहाँले के भन्नुभयो भन्दाखेरि एकछिन त हाम्रो मुटु नै चिसो भयो दिनदहारै भूतदेखि मरे। डु वी लुक लाइक अ गोस्ट? ना, दिनदहारै भूत देखिन्छ सिरियसली। आइपुग्यौँ। मुनिको भ्यू यस्तो छ, म तपाईँलाई देखाउँछु है। त्यो ठाउँमा म अघि चिप्लेको 2 चोटि। हामी माथि पुगेर आयौँ। मुनि झापामा यस्तो पानी पर्दैछ। अब घर जाँदा के हुने हो कोनी, बाटो यस्तो छ अलिक स्क्यारी छ, चिप्लो पनि छ होइन। त्यही भएर अहिले जो पनि यहाँ हाइकिङको लागि यहाँ माथि किरात पार्क आउने हुन्छ, बी सेफ अनि हजुरहरूले प्रिकसन लिएरै आउनु। गाइज हामी चाहिँ बल्ल घर जाँदैछौँ। प्लस हामीले 2 जना हाइकिङ गर्ने मान्छेहरू भेट्यौँ, सँगै छु। गासी द भ्यू
भ्यू चाहिँ एकदम राम्रो बट अहिले रेनफलको कारण बाटो चाहिँ एकदम बिग्रेको छ हेर्न सक्नुहुन्छ बाटो लास्ट बिग्रेको छ बाटो त्यही भएर रेनी सिजनमा चाहिँ नआउनु होला